स्मोक लगाएर जाने प्रयास हुँदैछ त्यो प्लेयरले तर्साउन सक्छ नि। थाहा छ त्यो प्लेयरको पोजिसनको बारेमा बिकज जसरी मुभ गरिरहेको छ हेर्दा लागिरहेको छैन त्यो प्लेयरको पोजिसनको बारेमा पनि थाहा छ भनेर। फेरि अब थाहा पाइयो होला, अब थाहा पाइयो सर्ट आइरहेको छ। जिगल रियाक्ट गर्न खोज्दै थिए कताबाट सर्ट आयो मलाई भनेर थाहा त पाए उनले अर्को साइडबाट। म जहाँ जाँदैछु त्यही साइड तर्फबाट सर्ट आएको भनेर, बट एक्ज्याक्ट पोजिसनको बारेमा आइडिया छैन। उता 4YRJ उनीहरूले कहाँबाट देख्दो रहेछ, डाउन निकालेको छ त्यहाँ प्लेयरलाई। जिगल डाउन भए। अब त 2 प्लेयरमा कन्भर्टेड हो र स्पोर्ट्स स्काई अनि नोफियर टिमका लागि उनीहरू चलेका छन्। नोफियरले गाइरोलाई फिनिश गरे सँगसँगै 4YRJ निस्कियो, बट स्काईको एगेन्स्टमा आउँछ नेड। V1C टर्निङ अफ द हिट फर गोट। नोफियर अन्तिम प्लेयर एचपी कम रहेको छ। यो म्याचमा पनि स्म्याच पोइन्ट हिट भइएन भने अर्को म्याच पनि फेरि डरको माहौलमा खेल्नुपर्ने हो हामीले। एज वी नो कि त्यो म्याचमा फेरि भिपीले चिकन डिनर निकालिदियो, अरेल्स यो म्याचबाट एपीजी जान सक्छ त्यो पोइन्ट निकाल्नका लागि भनेर गोटको टिम सिङ्गै पुस गर्नका लागि जाँदैछ। त्यहाँ 2 जना प्लेयर सँगै जाँदै थिए। सर्ट गरिरहेको छ नोफियरको हातमा, एकलाई नक निकाल्न भ्याउँछ, अर्को प्लेयरमाथि चढ्ने प्रयास रहेको थियो। पहिलो सर्ट मिस भयो, दोस्रो सर्ट मिस भयो, बट फाइनली तेस्रो सर्ट कनेक्ट गर्छन् उनले। नोफियर आफ्नो टिमका लागि काम गर्दैछन्, इम्पोर्टेन्ट काम गरिरहेका छन्। अब त कहानी बनिसकेको छ। 1v1 मा दिगोदरको प्लेयरको एंगल बन्दैन, नोफियरको एगेन्स्टमा नक निकाल्नु पर्ने हो, बट रोकिन्छ उनलाई आएको ट्विक्सको नेडले। होरै स्पोर्ट्स गोज डाउन, होरै स्पोर्ट्स फल अपार्ट। अनि हाम्रो लागि जुन पोइन्ट चाहिएको थियो त्यो भन्दा केही पछाडी नै हामी सक्यौं। ला कहाँ भयो यार, फेरि कहाँ पानी रहेछ नि यार। यार नकान्देर गयो यार, मा कस्तो रहेछन् यार। ओइ ला लास्ट वन त कार्य भइगयो के हो यो त्यो हिल गर्दै लाग्दैन। नेड हान्न लाग्यो। आइगयो यार 2 जना। अरे एकटी नखान त। अरे ओइ हाने 2 किल। ओ आकडक तल पनि। नाइस। नाइ अनि त बिल्ला छेउ त यार 6 किल त हाने यार। सही हाने अनि 2 जनालाई दे यार। ओइ नोफियर जंकी यार, नोफियर जंकी यार। मैच सिक्नी मा आइजा। बिजी ठीक छ यार। ऊपर हान्ने यार भाइले। लभली हानो यार दाइ। 10 नेटले नोफियर पनि जान्छ, 0 छ। जंकी यार, नोफियर जंकी यार। मैच सिक्नी मा आइजा। जी ठीक छ यार। ऊपर हान्ने यार भाइले। यार